हेलो हेलो गुड मर्निङ एभ्रिवान। आज फेरि कति दिन होइन 2-3 दिनको बादमा चाहिँ फेरि हामी दुईजना बुढाबुढी मर्निङ वक जाँदैछौँ। मेरो बुढालाई चाहिँ हेर्नु चाहिँ जाडो भएर पक्रेर हिँड्दैछ। पानी परेर बिहानखेरि चाहिँ यस्तो दामी दिन हुन्छ, यस्तो दामी दिन हुन्छ के भन्नु। अब सबै भइरहेको हुन्छ नभए अरू दिन त हावा चलेर पत्तामा पुरा पात भएर मैला मैला लाग्छ। आज चाहिँ हेर्न सक्नुहुन्छ रोड पनि यति दामी छ। मेरो मुड पनि बिहान बिहान आज राम्रो छ। अब तपाईहरुलाई म जे फर्स्ट भेट्छु त्यो देखाउँछु। मन्दिर भेट्न आँटेको छ, मन्दिर देखाउँछु। यहाँ चाहिँ मान्छेहरूले फुलहरू पनि टिपेर आइसकिसकेछ। हामी पनि फुल ल्याउनुपर्छ होला आज त। म तपाईहरुलाई यस्तो दामी जग्गामा लान्छु। मेरो भिडियो लास्टसम्म हेर्दै गर्नुहोस् ल। यहाँ चाहिँ मन्दिर छ। मेरो बुढा चाहिँ मन्दिरलाई दर्शन गर्दैछ मन्दिरमा। यहाँ शनिदेवको आज शनिबार हो। शनिदेवको दर्शन पनि गरिहाल्नु सबैले। सबैलाई शनि भगवानको कृपा होस्। बारीहरू छ यता चाहिँ। हेलो हेर्नुहोस् यतातिरको जङ्गलहरू, जङ्गल होइन घरहरू पनि छ। यता चाहिँ सेनपाडा हो। अहिले सिनबाट आएर चाहिँ मेरो बुढाले चाहिँ यहाँ चिया खान्छ। भर्खर दोकान खोल्दैछ। भरेन। भिडियो नहीं है हम देखाइदिनु ल। साथीहरु हामी चाहिँ फाइनली दामी जग्गामा आइपुग्यौँ। यहाँ चाहिँ एकदम सुकुन छ। अब यो सुकुन जग्गा चाहिँ म तपाईहरुलाई पनि देखाउँदैछु। हेर्नुहोस् ल। डन्टरान यस्तो दामी छ, पिसफुल छ, केही छैन। यो साइडतिर चाहिँ खेतीपातीहरू मात्रै गर्छ। यहाँ चाहिँ कम्ती मात्रामा घरहरू छ। यो साइडमा चाहिँ एक-दुईवटा घरहरू छ। घरहरू छ यस्तो छ। अन्त यो साइडमा चाहिँ सबै खेत घाम निक्लिँदैछ। खेत छ। भत्काएछ यहाँ टिनले, हावाले भत्काएछ। आलुहरू लगाउँछ परतिर। हेर्नुहोस् न यो परतिर चाहिँ आलुहरू लगाउँछ। यस्तो छ। ऐसा है इधर। बाई बाई एभ्रिवान। मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर गर्नु नभुल्नु होला। सी यू नेक्स्ट भिडियो। बाई बाई।